हिजो शिक्षा मन्त्रालयमा युवा शाखा थियो कुनै बेला, तर सारा युवाको बलमा स्थापित सबै उपलब्धिहरूलाई चाहिँ संस्थागत गर्नुको साटो, बलियो बनाउनुको साटो यदि देशलाई समृद्धितिर लैजाने हो भने युवालाई परिचालन गर्ने हो, युवाहरूलाई रूपान्तरणको लागि योजना बनाएर जिम्मेवारी दिने हो, ताकि संरचनाबाट विमुख बनाएर जिम्मेवारीबाट विमुख हुन मिल्दैन भन्ने एक नम्बरमा मैले यो कुरा यहाँहरूको बिचमा राख्न चाहेँ। अहिलेको युवाको एजेन्डा भनेको रोजगारी हो, सुशासन हो, वैदेशिक पलायन रोक्ने हो। हजारौँ युवाहरू अहिले विदेशी अहिले पनि बाध्य छन्, यो क्रम रोकिएको छैन। अवसरहरूको समानुपातिक वितरण हो। अहिले जुन अवसरहरू जेनेरेट हुन्छन् यसको समावेशी र समानुपातिक वितरण पनि एउटा एजेन्डा हो। यो सिपहरूको विकास गर्ने विषयमा, युवालाई सिपसँग जोड्ने विषयमा सरकार कहाँ चुकिराखेको छ? यो सम्बोधन गर्न किन ढिला भयो? सुकुम्बासी बस्तीहरूमा जसरी फास्ट ट्र्याकमा उहाँहरूले रूपान्तरण गर्न डोजर चलाउन हतार गर्नुभयो, युवाको विषयमा नीति बनाउन किन हतार हुँदैन? यो हाम्रो प्रश्न हो। यसलाई ढिला नगरेर सम्बोधन गरिनुपर्छ भन्ने कुरा मैले राख्न चाहेँ।